Hello, namaskar, Shivani. Once again, welcome back to Sudarshan's vlog. Hope you guys are fine after a long time. फेरि तपाईँहरूको माझमा एउटा भ्लग लिएर आएको छु सर्ट ट्रिप टु कता हो कि तर के थियो भन्दाखेरि प्लान चाहिँ आज धेरै वर्ष बाद मैले मेरो पुरानो साथी होइन सँगै स्कुल पढेको मेरो चाइल्डहुड फ्रेन्ड हाम्रो आज भेटघाट भयो अनि हामी अचानक त्यसरी प्लान नबनाइकन यसरी हिँड्दाखेरि चाहिँ कहाँ जाउँ भन्दाखेरि चाहिँ लास्टमा चाहिँ फाइनली हाम्रो डेस्टिनेसन चाहिँ भयो वेस्ट सिक्किम कुलुकमा होइन कलुक लेखेको छ तर सबैले कुलुक भन्दो रहेछ होइन यहाँनिर हामी आइपुग्यौँ आएर यो घुन्डे रिसोर्ट रहेछ त्यहाँनिर हामी बस्यौँ अनि 26 वर्ष बाद है चन्दन हामी कति छ तर आज हामीलाई एकजना हाम्रो साथीले चाहिँ डरलाग्दो धोका दियो होइन त्यो चाहिँ याद हुन्छ त्यो साथीको नाम चाहिँ म यहाँ भन्दिनँ कि त्यसले पनि हेर्छ लायो त्यसलाई चाहिँ माथि फ्याँकेर चाहिँ घोडा थाप्ने हो क्या यति डरलाग्दो आज बजारमा पर्खायो त्यसले गाडी लिएर आउँछु भने होइन त्यहाँदेखि फर्स्ट कल गऱ्यौँ हामीले कल लाग्दै थियो बिहान हिँड्नु आँटेको भन्दै थियो अब कस्तो आई डोन्ट नो त्यसलाई के पर्यो होइन थाहा भएन तर हामीले सोच्यौँ बिचरालाई आपत पर्यो होला भनेर फर्स्ट अब हामीले कल गऱ्यो है पुरा कल गऱ्यो लाग्दै थियो फोन काट्नु थाल्यो त्यहाँबाट पछाडि फोनै स्विच अफ गऱ्यो आई डोन्ट नो के हो अब होइन अब त्यो चन्दन म चाहिँ अब हामी एकदमै बेस्ट फ्रेन्ड हो नि त पहिलेको होइन हामी स्कुल पढ्दा त्यसलाई भेट्यो भने चाहिँ के गर्ने हो फ्याँकेर चाहिँ घोडा थाप्ने हो त्यसलाई चाहिँ कन्फर्म यसले हेर्छु सल्लाह देखिस् भागिहाल्ला देखिस् भागिहाल यो चाहिँ हो होइन एनिवेज तर पनि अब हामी दुईजना हाम्रो बिचरा लामा साथीले होइन ल्याइपुऱ्यायो लेटली जोइन गऱ्यो अनि खासमा चाहिँ यस्तो भयो के अरे मै ड्राइभ गरेर आउनेवाला थिएँ तर अनफर्चुनेटली मेरो यहाँनिर लिगामेन्ट टियर भएछ घोडाको डक्टर देखाएर बिचरा साथीहरूले मलाई लोड गर्यो गाडीमा आएर यहाँबाट पनि अनलोड गरेँ अनि त्यस्तो भयो है तर पनि त्यो हुँदै गर्छ तर साथीहरूको साथ भनेको पाउनु धेरै मुस्किल हुन्छ यो पनि अब बाहिर छ अनि बल्ल बल्ल समय मिलेर हामी भेट भयौँ यो खुट्टा जाति हुँदै गर्छ तर यो समय पाउनु एकदमै गाह्रो थियो आज भेट्यौँ आज रातभरि गफ हुन्छ हाम्रो होइन यस्तो छ है बिबिचको सिनहरू पनि मैले तपाईँहरूलाई यहाँनिर अन द वेको एक दुईवटा देखाएको छु यहाँ पर दामी है गुम्बा गुम्बा दामी तर अब घुम्नु चाहिँ नसक्ने अवस्थामा छु किन भन्दाखेरि मेरो घोडा बिग्रेको छ त्यसले गर्दाखेरि हिँड्नु नसक्ने अवस्थाले गर्दा खासमा चाहिँ ठिक हो घोडा बिग्रेको होइन बुढो भएको अब त्यस्तो छ एनिवेज हाम्रो यस्तै चल्दैछ मजा आइरहेको छ तर यस्तो भयो कि हाम्रो एउटा साथीलाई चाहिँ उसले धोकाइदिए पनि हामीले मिस गऱ्यौँ क्या तर त्यो चाहिँ यति चाहिँ हो त्यसलाई चाहिँ घोडा थापिन्छ फ्याँकेर कन्फर्म हो है ल ओके अहिले भेटौँ है ल खोल 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 आजको यात्रा चाहिँ हाम्रो यस्तो बाटो हुँदैछ होइन खराब छ ओके दिस इज द प्लेस वेयर वी आर स्टेइङ टुनाइट कुलुक आइपुग्यो होइन अनि कुलुकको यो घोन्डे रिसोर्ट रहेछ अनि त्यहाँनिर चाहिँ हामी आज बस्छौँ भर्खरै साथीहरू गाडीबाट सामानहरू झिक्दैछ दिस इज इट दिस इज इट हाम्रो रुमतर्फ जाँदैछौँ अब है कहाँनिर रुम ओह्रालो जानु चाहिँ स्टेज ओके दिस इज द रुम के रहेछ पन्दिम रुम ओके आजको हाम्रो आराम गर्ने जग्गा चाहिँ यो हो है यस्तो छ हाम्रो आराम गर्ने जग्गा धेरै ढिलो भएर आइपुग्यौँ हामी अनि यहाँबाट ओह्रालो केही देख्दैन रहेछ सरी है आज धेरै थाकेकोले गर्दाखेरि मेरो भ्लगमा धेरैवटा कुराहरू इन्क्लुड गर्न सकिनँ होइन त्यसको लागि क्षमा चाहन्छु तर भोलिको भ्लगमा म सबै कुरो नै इन्क्लुड गर्नेछु अवश्य नै भन्दै फेरि अर्को भ्लगमा तपाईँहरूसँग भेट हुने बाचा गर्दै दिस इज सुदर्शन राई साइनिङ अफ टिल देन स्टे ब्लेस्ड ह्याप्पी एन्ड मोस्ट इम्पोर्टेन्टली स्टे फिट बाई बाई टेक केयर